म चाहिँ अहिले यता सो ब्लेस नमस्ते बाजेलाई चाहिँ पप्पा भन्छु अहिले चाहिँ यतिहाल्छ नि गाइस म चाहिँ अहिले यता दार्जिलिङमा आएको छु मेरो बाजेको घर होइन सो म तपाईँहरूलाई एकचोटि एक राउन्ड चाहिँ म देखाइदिनु चाहन्छु कस्तो छ हाम्रो एरिया भनेर हाम्रो घर चाहिँ खासमा उता हो यो चाहिँ म अहिले बाहिर छु होइन कस्तो देखिन्छ भ्यू एकताल हेर्नुहोस् है त यस्तो छ कस्तो राम्रो छ हो फुलहरू कस्तो राम्रो छ यहाँनिर ठाउँ चाहिँ यहाँबाट जानु पर्यो हुन्छ यहीँबाट गयो ल पहिला त अनि यहाँ गेट पो थियो त अनि के गर्नुभयो ए ए हजुर ए सेफ्टी गर्नुपर्छ हो यो चाहिँ टेम्परेरी मैले लगाइराखेको यो खुल्ला राख्दा पनि चाहिने काम गर्छ ए हजुर ए यसको चाहिँ उता लगेर लगाइहाल्यो नि त उता बन्द गरिहाल्नु कुकुर पर्छ कि ए हजुर कुकुर बिरालो त्यही ठिकै त हो 10-12 पहिला म यो मन्दिर आउँथेँ पूजा गर्नु सोमबार सोमबार कहाँको मलाई त चिन्नु भएन पहिला यहाँ बसेको थिएँ नि चिन्नु हुँदैन तपाईँहरू त उतै बस्नुहुन्थ्यो होला यहाँ एकजना बाजे मात्र हुनुहुन्थ्यो नि मेरो भाइ भाइ हामी कर्सिङ कर्सिङमा बस्नुहुन्थ्यो कर्सिङबाट त्यो बेचिओरिकन त यहाँ राम्रो बनाउनु भएको छ नि अहिले सकेको छैन काम गर्ने केटाहरू उता भएर आएकै छ ए हजुर मन्दिर यस्तो छ यहाँबाट कि सिन्टेक्स ए फोटो भिडियो यस्तो छ साथीहरू योनिर यो मन्दिर देख्नुहुँदैछ नि यो मन्दिरमा चाहिँ म पहिला शिवजी भगवान्को ठुलो भक्त थिएँ क्या त्यतिखेर म यहाँ सोमबार सोमबार पूजा गर्न आउँथेँ मेमोरिज ताजा हुँदैछ अहिले चाहिँ यो यसमा चाहिँ मुनाहरूमा चाहिँ यो पत्ताहरूमा चाहिँ दबाई लगाएको रहेछ झार मार्ने सो त्यही भएर अहिले सबै झारहरू मरिरहेको छ है यो चियापत्ती अहिले टिप्नु पनि हुँदैन यो दबाई लगाएको छ इफ टिपेर हात चाहिँ धोइहाल्नु पर्ने हुन्छ किनकि झुक्केर मुखमा लाग्यो भने चाहिँ सकियो फेरि यस्तो राम्रो छ हौ यो हाम्रो एरिया म पहिला पढेको स्कुल चाहिँ उयो माथि देखिरहेछ त्यहाँ पढ्थेँ होइन यहाँबाट चाहिँ थोरै मात्रै देखिरहेको रहेछ यहाँबाट हिँड्दै यो बाटो हुँदै जान्थेँ यसो यहाँ चाहिँ तल तल पनि घरहरू छ क्या भित्रभित्र बाटोहरू पहिला त पर रोड पनि थिएन अहिले त पिच रोड गरिसकेको पिच रोड बनाइसकेको रहेछ म रोड देखाइदिन्छु है त पहिला त्यता पिचै थिएन क्या बालुवावाला हुन्छ नि धुलोवाला बाटो थियो अहिले त मजाले पिच भइसकेछ पिच भएर नि गाडीहरू मजाले पो जाँदो रहेछ राम्रो छ
कस्तो शान्त छ यहाँनिर। मेरो पप्पालाई पनि पर यता राख्नु भएको छ साथीहरू। आनन्द छ, सो ब्लेस्ड। पहिलाको यादहरू आउँछ। कता जानुभएछ हाम्रो देमा र फुफू? पर हुनुहुन्छ देमा। फुफू चाहिँ उहाँ अङ्कलसँग बडासँग कुरा गर्नु रहेछ। चेन्ज भइसकेको रहेछ अहिले त धेरै भन्नाले पनि अस्ति 2 महिना अगाडि आउँदा 2 महिना 3 महिना अगाडि आएको थिएँ, त्यतिमै पनि कति धेरै चेन्ज भएको हो राम। जे होस् अहिले वेदर चाहिँ यस्तो राम्रो छ नि, यस्तो राम्रो छ यहाँको अहिले। अब जाडोमा चाहिँ एकदमै ज्यादा जाडो हुन्छ होइन। अहिले चाहिँ हामी मधेसमा बस्ने, अब तराईमा बस्ने गर्मीले प्याक भएकोहरू चाहिँ यहाँ आयो भने चाहिँ यति आनन्द लाग्छ। यस्तो राम्रो वेदर छ। शीतल, बिहानै घाम लाग्दो रहेछ। जाडो पनि त्यति साह्रो छैन अहिले, ठिक्कको। फेरि जाडोमा चाहिँ फेरि यहाँनिर बस्नै सकिँदैन, यस्तो जाडो हुन्छ हो, यस्तो जाडो हुन्छ। अस्ति लाइक मङ्सिर पुसहरूमा आउँदाखेरि त बाबा हात पानी छुन सकिँदैन गाइजहरू, यस्तो जाडो हुन्छ। यस्तै छ है। ल साथीहरू, अब म घर गएपछि भिडियो कन्टिन्यू गर्छु। बाई। कति राम्रो देखियो। अब हामी चाहिँ फर्किँदैछौँ घरतिर। बाजे नमस्ते, सन्चै हुनुहुन्छ? यहाँ बस्नुहुन्थ्यो क्या पहिला बाजे मात्र? यहाँ घरमा। अहिले आउनु भएछ दाजु भाउजू? ए भाइ होला। भाइ। देमा नमस्ते गर्नु मेरो भ्लगमा। नमस्ते। ल यहाँ फुफू पनि आउनु। नमस्ते। यहाँ चाहिँ मेरो जेठी फुफू सबैलाई दर्शकबिनहरू। यहाँ चाहिँ यसरी फलाउनु भएको छ बोडी है, बोडी धनियाँ हेर्नु न। बाँस पनि बाँस उयो लगाइदिएको सपोर्ट। धनियाँ हेर, साग यसरी गर्नुहुन्छ चाहिँ। यो त के पो? यो तल के हाने पो? यो तरुल हाने, यो मुनि तरुल। पिङ्की हगेर यसले कुकुर यो फटा छ, यो फटी छाउरी। यहाँ फुलहरू यस्तो राम्ररी रोप्नु भएको छ हाम्रो मपमाले। मपमा भनेको चाहिँ बोजू होला हाम्रो भाषादेखि। पप्पालाई चाहिँ बाजेलाई चाहिँ पप्पा भन्छौँ, बोजूलाई चाहिँ मपमा। हाम्रो राई लोरुङ भाषादेखि चाहिँ बाजेलाई पप्पा, मपमालाई बोजूलाई मपमा भन्छौँ है। यो फुलहरू यस्तो राम्रो छ। हाम्रो मपमाको फुलहरू फुल देखाउनु पर्यो। डेलिया यसको नाम चाहिँ के हो गाइजहरू गेस गरेर कमेन्ट गर्नु होला। लहरे आप। अर्को मपमाले के हो भन्नुभएको थियो? यो चाहिँ के लहरे आप भन्छ, अनि यहाँ चाहिँ खोइ के भन्नुभएको थियो हौ अघि, बिर्सेँ मैले त।
क्यामेरा खिच्दै थियो खिच्दैछौ हजुर हजुर बोजू बोजू हजुर अब हजुर बोजू बोजू हाई गरिदिनु नि एकदम भ्लगमा युट्युबमा पछि मेमोरिज हुन्छ नि त बोजूमा चाहिँ एकताको बोजू दार्जिलिङ दिलारामको भन्नुपर्छ नि मेमोरिज त हुन्छ नि होइन यसो कोही के बेला बस्नु पनि अन्त तिम्रो उयो हजुर भोलि सोमबारदेखि स्टार्ट हुन्छ फेरि बेला बेलामा आइराख्छु नि म त म त अस्ति नि हजुर त्यही त उयो यादै नभएको मेसेन्जरमा त उयसमा त उयो थियो नि फ्रेन्ड छौँ नि हामी अन्त त्यहाँदेखि पछि पो मलाई उयो भयो कि अन्त तिमीले मैले गर्छु फेरि उयो भएन कल लागेन मेसेन्जरमा के छ माइतीको आशा राई भनेर छ त म खोजिदिन्छु नि नम्बर त अब हामी यहाँ बसेको पनि जान्छ बसेको ए भाइले चाहिँ आइदिइहाल्छ नि भाइ त्यहाँ लाइक कमेन्ट गर्ने है सोहेल भाइ यहाँ ऊ हाम्रो मपमा हामी चाहिँ बोजूलाई मपमा भन्छौँ होइन भ्लग नमस्ते नमस्ते यादगार हुन्छ नि त बस्नु होइन युट्युबमा भइरहेको छ अनि त्यही भएर भ्लग बनाइदिएको युट्युबमा त रहिरहन्छ युट्युबमा च्यानल बनाउँछु नि त कोही कोही बेला हालिरहेको छु यता उति हिँडेको बेला वासरुम बस्नु होला हौ यस्तो छ साथीहरू छतबाट पनि देखाइदिन्छु है साथीहरू आया कहाँ टिप्नुहुन्छ सिस्नु छतबाट चाहिँ छतको भ्यू पनि देखाउँछु है साथीहरू म तपाईँलाई औ त्यो चाहिँ चिप्लो रहेछ यहाँ पानी परेको परे गरेर ए आउनु न देमा एकछिन माथि यस्तो छ हाम्रो मपमाले फुल चाहिँ रोप्नु भएको छ हौ टन्नै नर्सरी जस्तै मटर यो पनि सब्जी खाने नै हो कच्चु खोइ कस्तो पो हुन्छ यसो देखिन्छ यहाँ माथिदेखि चाहिँ धुप्पीको रुख माथि चाहिँ हाम्रो यहाँ मपमाको दाजुको घर हाम्रो के अरे बाजे नै पढ्नुहुन्छ माथि बाजे अनि यो देखिरहेको यो टिनवाला चाहिँ हाम्रो कान्छा बाजे यहाँ हाम्रो बोजूको भाइको घर अनि त्यो बिचको चाहिँ उयाँबाट देखिरहेको चाहिँ हाम्रो बोजूको यहाँ माइली दिदीको घर हो है यस्तो छ राम्रो सजियोस् यहाँको ठाउँहरू तल जानु पर्यो गाइस साथीहरू हाम्रो देमा सिस्नो टिप्नु जाने भन्नुहुँदै थियो देमा जानुभयो सिस्नो टिप्नु त्यस्तो लाग्यो खै जानु पर्यो एकछिनै साथीहरू कति बजे यहाँको 8:30 हुँदैछ
कता जान्दैन भिडियो गर्दै देमा सिस्नु टिप्नु थाल्नुभयो हातमा के रहनु पन्जा यहाँको त झन् मिठो हुन्छ होला पानी मिठो यत्तिकै हुन्छ यहाँ त पहिला एकचोटि स्कुल जाँदाखेरि पो त्यो मोजा त अब हाफ हाफ हुन्छ नि त छुइएछ कि मेरो खुट्टाले आमा यस्तो चिलाएको होइन पोल्छ पो त भतभती हाम्रो पप्पालाई चाहिँ यहाँबाट राख्नुभएको छ तपाईँहरूले देख्नुभयो ए यहाँबाट यहीँनिर पो जग्गा बनाएको थियो त अहिले सबै घारी भएछ यहीँनिर उयो गरेको नि त खाने ठाउँ बनाउँदा त ठुलो ठाउँ देखेको थियो अहिले झारीले त सानो ठाउँ पो देख्यो यो चाहिँ चेरीको बोट हो कि चेरी त्यो के अरे स्प्रिङ सिजनमा यस्तो मजाले फुलहरू फुल्छ नि अहिले त सकिसकेछ फुलेर पनि पिङ्क कलरको फुल चेरी ब्लजम बिस्तारै बिस्तारै ढोक्रे फुल सिस्नु मन पर्दैन तपाईँलाई त्यति म त मिठो लाग्छ हो खोइ कसले बेक्चरी तपाईँहरूकोमै होला त्यो खोले भात लाएर सिस्नु लाएर बनाएको थियो नि मिठो पो थियो हौ त्यो पनि कर्म होइन होला हौ हो र हो उनीहरू राम्रो छ है जे होस् तल बाजे पनि खसेछ हाम्रो गफ क्याफ हुँदैछ साथीहरू ल अब चाहिँ म एन्ड गर्छु केही छैन ब्लगमा नि के गर्नु